पहिला जुन हुँदैन नेपालमा यो दास प्रथा छैन भनेर भनेको थियो, यो त छ रहेछ। यस्तो ठाउँहरूमा नेपाली युवा कसरी पुग्छन्? भिजिट भिसा मार्फत। त्यस्तो ठाउँमा घुस लिएर अझ आफ्नो कटलाई चाहिँ नि सफ्टवेयर प्रयोग गरेर मेरो कटको चाहिँ नि कति भयो भनेर क्याल्कुलेट गर्ने, राजनीतिक संरक्षणमाथि छानबिन गरौँ भन्छौँ, त्यो पनि गर्दैनन्। कतिसम्म गिरेको नेपाल सरकार। अनि यस्तो जोखिम छ भनेर थाहा पाउँदै पनि ऋणै लिएर भए पनि जसरी पनि विदेश जानुपर्छ भनेर मनस्थितिमा हाम्रा युवा कसरी पुगे? नेपाललाई खुला आकाश मुनिको गोल घर कसले बनायो? यसमा मम गर्नु पर्दैन? यसमा कसरी टेक केयर गर्ने भनेर नेपाल सरकारले सोच्नु पर्दैन? हाम्रो माग जारी छ। हामीलाई संसदीय छानबिन समिति अथवा उच्चस्तरीय न्यायिक समिति चाहिन्छ। यो कुराको सल्युसन खोज्नै पर्छ। यो एउटा कुरा एउटा व्यक्ति केन्द्रित होइन, यसको सल्युसन चाहियो। यो सबै तपाईहरूले हेर्नुस्, डट्स कनेक्ट गर्दै जानुस्। हाम्रा युवाहरूले नेपालमा सपना देख्न छोडे। यो सपना खोज्ने को? यो सपना कसले खोज्यो, किन खोज्यो, कसरी खोज्यो? त्यो रोक्नुपर्छ कि पर्दैन? अब त्यो रोक्नुपर्छ। नेपाल सरकारलाई यही सुनाउन चाहन्थ्यौँ।